अहिले चाहिँ म यहाँ इस्ताम्बुल एयरपोर्टमा छु। हेर्नुहोस् न कस्तो रमाइलो छ। त्यो त अलिकति लामो समय वेट गर्नुपर्ने भएर म चाहिँ यताउता हिँडिरहेको थिएँ। अलिकति वाकिङ पनि हुन्छ, एक्सर्साइज पनि हुन्छ होइन। अनि प्लस यति धेरै भेराइटीको स्टोरहरू रहेछ होइन। अनि त्यत्तिकै डेकोरेसन पनि त्यत्तिकै राम्रो, अनि त्यत्तिकै बिजी, जहाँ गए पनि जता हेरे पनि त्यत्तिकै बिजी भइरहेछ एयरपोर्ट। अनि कस्तो रमाइलो रहेछ। अनि त्यत्तिकै टाइम पास भइरहेछ। स्टिल आई हेभ टु वेट 2 more hours टु क्याच माई अनदर फ्लाइट टु काठमाडौँ। अनि एकदम एक्साइटेड भइरहेको छु काठमाडौँमा सबैजनालाई भेट्नलाई, स्पेसल्ली परानको टिमसँग भेट्नलाई, परान मुभी हेर्नलाई होइन। अनि अभियसली मेरो फ्रेन्ड्स एन्ड फ्यामिलीहरूलाई पनि भेट्नको लागि एकदम एक्साइटेड भइरहेको छु। अनि अब 2 more hours आफ्टर द्याट मेरो फ्लाइट यहाँबाट 1:20 डिपार्चर हुन्छ। अनि भोलि बिहानको 11:10 म काठमाडौँ पुग्छु। अनि यही क्रममा मलाई एउटा कुरा याद आयो कि यो परान फिल्मको सुटिङ गर्न जाँदा म विराटनगरको धनकुटा जाने क्रममा 2-3 चोटि विराटनगर आवत जावत भयो नि त होइन। अनि एक दिन चाहिँ एकदमै फ्लाइट डिले भयो कि। अनि म फ्लाइट कुरेर बसिरहेको थिएँ होइन। अनि हुन त अब नेपालमा नबसेको पनि थुप्रै भइसक्यो। प्लस अनि एकजना मैले चिनेको काइन्ड अफ लाइक फ्रेन्डसिप जस्तो अलि एकजना साथी हुनुहुन्थ्यो। अनि मलाई चाहिँ ठ्याक्क उहाँ हो कि जस्तो लाग्यो कि। एकजना मान्छेलाई देखेँ अनि मैले चाहिँ त्यो मैले चिनेको मान्छे हो कि जस्तो लाग्यो। अनि मैले चाहिँ उहाँलाई गएर एक्सक्युज मी, तपाईँ उहाँको मैले चिनेको साथीको नाम लिएर, अनि तपाईँ उहाँ हो भनेर भनेको। अनि होइन भनेर भन्नुभयो होइन। तर उहाँले मेरो फेसमै हेर्नु भएन कि। अनि मलाई अचम्म लाग्यो। अनि अब हुन त म लामो समय बाहिर बसेको भएर अब मैले उहाँलाई नदेखेकै भनौँ न, केही नभए पनि झन्डै 30 वर्ष 20 वर्ष 30 वर्ष जति नै भइसक्यो होला है। अनि त्यही भएर अचम्म लाग्यो। एटलिस्ट अब मतलब फेसमै नहेरिकन होइन भन्दाखेरि त मलाई त खोइ मतलब इग्नोर गरे हो कि, अथवा मतलब हुन्छ नि बोल्न नखोज्या हो कि जस्तो पनि लाग्यो। त्यस्तो मान्छेहरू पनि भेट हुन्छ लाइफमा। एउटा एक्सपिरियन्स तपाईँहरूसँग सेयर गरेको।